यो भिडियो सिर्फ इन्टरटेनमेन्ट पर्पसको लागि र नेपालको फोहोर सफा गर्नको लागि बनाइएको हो र यदि यो भिडियो हेरेर तिमीहरूको चाक चिलाउँछ भने गरौ दुआ र भिडियोलाई सुरु गरौ। सो के छ खबर? वेलकम ब्याक टु अनदर भिडियो। नयाँ तरिकाले सुरु गर्नु पर्यो के? सो के छ खातेहरू? वेलकम ब्याक टु अनदर भिडियो। सो आजको रोस्ट भिडियो पनि हुनेछ फेरि पनि नेपाली सिरियलमाथि, जुन सिरियलको नाम हो हल्का रमाइलो। नै लाडो रमाइलो। हेर, यो सिरियलले तिमीहरूलाई राम्रो मान्छे बनाओस् या नबनोस्, तर तिमीहरूलाई टपुरी छपरी भनी ढुक्क बनाउँछ। हेर, दुनियाँमा कुकुरको पुच्छर सिधा होला, तर यो सिरियलको चिक्नेवाला स्क्रिप्ट कहिले पनि राम्रो स्क्रिप्टमा चेन्ज हुँदैन। यो सिरियल त्यो जमानामा सुरु भएको थियो या त्यो जमानामा सेप्टेम्बर 8, 2019, जसलाई नेपालको कालो दिनको रूपमा लिन सक्छौ, किनभने यो लाडो जस्तो सिरियल सुरु भएको थियो। पहिला त तिमीहरूले यो लाडो जस्तो सिरियलको क्लिप हेर अनि कुरा गर्नेछु। यो केराको घडी तिमीहरूको हो र? यो केराको बोट हुनलाई चाहिँ बान्द्रेहरू ठुल्बाहरूको हो के? अनि तिमी किन ढस्यालेर तम्सेको? यसको राम्रै दाम फल्ने भयो, त्यो भएर यसलाई ट्याक्क झार्ने गबाउने, अनि फेरि यो हजारी केरा हो यत्रो छ, योभन्दा ठुलो नि हुँदैन, यो पाकिसक्यो हुन्छ है भित्रभित्र। पाकेर हिँड्छ भने के गरेर पकाउनु पर्छ? अरूको बारीको केरा? अरूको बारीको यहाँ उसको बारीमा छ, फेरि हाम्रो बारी आएर फले होइन नि। हाम्रो बारी भने कति डिग्रीमा ढल्क्यो यो रुख? थाहा पायो भने अहिले तिमीलाई के गर्नु? 60 डिग्रीमा ढल्क्यो हाम्रो बारी तल। बोट ठुल्बाउकोमा फलेको हाम्रो भएपछि हाम्रो अधिकार हुन्छ। चुप लागेर यतापट्टि गर्दा पोटिलो भइसक्यो, भित्र पाकेको छ क्या। त्योभन्दा यतापट्टिको चाहिँ हेर त, त्यो चाहिँ राम्रो होला। अबसम्म तिमीहरूले बुझिसक्यो होला किन मैले यो सिरियललाई लाडो सिरियल भनेको भनेर। नै तिमीहरूलाई के लाग्थ्यो? केटीले आफ्नो बोयफ्रेन्डलाई सम्झाउँछ भनेर, तर नै केटीलाई त त्यो केरा पाकेछ अहिले भन्न बेर छैन कि नै मलाई त त्यो केरा होइन, मलाई त तिम्रो केरा मनपर्छ जसमा दुईवटा बेलौटी चुनिरहेको छ। लिटरली यो सिरियललाई लाडो मात्र होइन, महालाडो सिरियल भन्नुपर्ने हो। रुक, सबर गर खातेहरू, अझै चिक्ने क्लिपहरू बाँकी नै छ। चेप्नी लिएर आइज, मैले बाहिरै झिकेर पिँढिया राखेको छु। सारी उम्र में जोकर हेर, यो कुरामा त म यति खुसी छु कि नसोधेब, किनभने यो लाडो जस्तो सिरियल इङ्ग्लिसमा छैन, नभए नेपालमा टुरिस्ट आउने छोडिदिन्थे। साँच्चै म यो बल्छी भन्ने खातेको ट्यालेन्टको रेस्पेक्ट एकदमै गर्छु, तर यो खातेको ट्यालेन्ट दुनियाँमा नागे राम्रो हुन्छ, नभए दुनियाँ बर्बाद नै हुन्छ। सारी उम्र में जोकर म ठुलोवाला गरेर भन्छु, ठुलोवाले तँलाई हान भन्यो भने म एकैखेपमा तँलाई म 9 महिनाको ट्रेनिङ देखाएर पुग्नु के पार्ने। हामी चाहिँ हेरेर बस्नु मलाई के? कि जो चोर त्यसकै ठुलो चोर, कि जो चोर त्यसकै ठुलो चोर, जसको छ भाइ सानो त्यसको कुरा गहिरो। यो सिरियल बन्द भएको एकदमै राम्रो। अघि यही केटीले होइन र भनेको ठुलो बाहरूले हान्नुहुन्छ, अहिले आफै के भन्दैछ, हामी चाहिँ हेर्छौँ क्या रे। यही हो केही चिलाएपछि। अब हामी बढौँ अर्को चिक्ने क्लिपतिर। राम्रोसँग समात है। तिमीलाई मेरो विश्वास छ नि हैन? सारी उम्र में जोकर जब यो क्लिपलाई चाहिँ अहिले म रोस्ट हान्नेछु, त हामी अघि बढौँ अर्को चिक्ने क्लिपतिर। तँलाई पनि फुर्सद हुँदो रहेछ है आमा भेट्न आउने। अब बल्ल बल्ल फुर्सद मिलाएर आएको नि आमा। अब आज आमाको मुख हेर्ने थिइन्, त्यही भएर आमा आमा ल ल ल अलि हाँस्नु न, फोटोमा त अलिकति राम्रो देख्नुपर्छ क्या आमा। लिनु लिनु ल, हान्दियो, राम्रो खालको हान्दियो है पनि। अबे खाना त दे पहिला, मलाई नि एउटा लड्डु दे न बे। ल ल आमा हाँस्यो, एकचोटि हाँस्दिनु त आमा।
कस्तो प्यारी आमा हुनुहुन्छ मेरो ल लाउनु भयो राम्रो त खिचिदिएको छौ नि राम्रो आछ आमा हेर्नु त कस्तो राम्रो फोटो आएको छ कस्तो राम्रो खिचिदिँदो रहेछन् आमाको फोटो आज कति खुसी भएँ म ल हरि छ यो फलफुल पनि ल्याइदिएको छु आज बसे हुन्न र तिमीलाई सधैँ हतार सधैँ मिटिङ यसो फोटोसोटो खिचौँ आमाको मुख हेर्ने दिन भनेर फलफुल सलफुल ल्याइदिएँ टन्न खानु फेरि आमा इ हेर्नु त कस्तो राम्रो ल आमा है अहिले लाग्छु आमा हस् ल दर्शन गरे आमा आहा हाम्रो समाज कस्तो भइरहेछ है सामाजिक सञ्जालमा फोटो हाल्नको लागि माता तीर्थ औँसी मनाउँछन् धिक्कार छ सन्तानहरूलाई A few moments ago. हेरेर बस्छु मलाई धिक्कार 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 त्यसलाई मात्र होइन तिमीहरू सबैलाई छ जो यो लाडो जस्तो सिरियलमा खेल्छौ यो खातिनीले खुब ज्ञान पेलिरहेको छि अघिको क्लिप देखाया जाए हामी चाहिँ हेरेर बस्छु मलाई यो खाती केटीले आफूले गरेको नराम्रो काम त देख्दिने तब त्यो बेला यसका आँखामा बल्छीका दुईवटा दानाले छेकिरहेको हुन्छ तर अरूले गरेको गल्ती भने खुब देख्छ मलाई पनि थाहा छ त्यो खातेको पनि गल्ती हो तर हेड सिर्फ त्यसलाई किन यो खातिनी र त्यो बल्छी भन्ने खातेलाई नि त मिल्नु पर्छ यो सिरियलले सिर्फ तिमीहरूको इमोसनसित खेलिरहेको छ Emotional, damn it! अरू केही होइन र यो सिरियलको कमेन्ट सेक्सनमा को रन्डा रन्डीहरूले लेखे हुन्छ कि बल्छी र पाँडेको कोल्याब खतरा हुन्छ भुत्रोको खतरा यिनीहरूको कोल्याब भनेको सेरे र केपी चोरको कोल्याब चाहिँ हो र तिमीहरूले यो लाडो जस्तो सिरियल हेर्न छोड र भिडियो मन पर्यो भने च्यानललाई सब्स्क्राइब गर नभए बल्छीको चाटा हो